हामी फाइनली ल हजुरहरूले देख्न सक्नुहुन्छ टी हाउस है सप्तरी खत्तपुर बजारभन्दा अलिकति भित्र रहेको छ। ट्री हाउस यसरी बनाइएको छ। यो मुनि चाहिँ तपाईको एउटा सालको रुखमा चाहिँ यसरी काठको टेका दिएर माथि यस्तो बनाएर उताबाट आउने सिँढी यस्तो रहेको छ। यसरी गर्दा बनाइएको छ, देख्न सक्नुहुन्छ ल तपाईहरुले हेर्नुस्। बवाल तरिकाले बनाइएको छ। यो पछाडिको भाग रहेको छ, यो मुनिको फेद रहेको छ। वरिपरि चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ रेलिङ लगाएर बनाइएको छ। यस्तो तरिकाले बनाएको छ, बवालै छ। हामी चाहिँ अब ट्री हाउसमा इन्ट्री गर्दैछौँ। भित्र सिँढी चढेर दुईवटा सिँढी रहेको अवस्था छ। एउटा सिँढी यता, अर्को सिँढी यता। हामी चाहिँ अब 2 स्टेपमा आइपुग्यो। अब लास्ट 2 स्टेप रहेको छ। हेर्नुहोस् मुनिबाट आएको यो सालको रुख देख्न सक्नुहुन्छ तपाईहरुले। माथि यस्तो तरिकाले टालिएको हेर्न सक्नुहुनेछ। अब यहाँबाट उँधोको दृश्य यसरी हेर्न सक्नुहुनेछ। यहाँबाट चाहिँ आउने जाने बाटो रहेको छ। यहाँ भित्र चाहिँ जाने उरिन्छ क्या, अब चाबी छ। उतापट्टि त झ्यालै झ्याल राख्छ नि त सिटाको। यो चाहिँ तपाईको मास्लो साइडको भाग रहेको छ।